भ्रष्टाचार अब कहाँबाट हुन्छ? त्यो त पुरै पाइपलाइनै काटियो क्या अब सक्यो। जरै काट्यो जरै 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 भने जरै जरै दाना पानी सब बन्द भयो यिनका। हाम्रो प्रधानमन्त्रीले खादामाला लाउनुहुन्न, शिलान्यास गर्नु जानुहुन्न, विदेश भ्रमण गर्नु जानुहुन्न। टाउके गठबन्धन गरेर केही हुँदैन क्या, जनताको गठबन्धन भइसकेको छ क्या। जनताले मूल्याङ्कन गरिसकेका छ कि यो सरकार आइसकेपछि अब हामीले राहतको महसुस गरिसक्या, अब यो देश बन्छ भन्ने हामी 100% भइसक्यो भनेर सरकारले के अरे जनताले हामीलाई भनिसकेका छ भनेपछि उहाँहरूको गठबन्धनले के चाहिँ हुन्छ? यिनीहरू त कोमामा छ अहिले, कोमामा। अहिले त प्रधानमन्त्री भएर आइसक्यो, देशको शक्तिशाली प्रधानमन्त्री क्या। म त भन्छु विश्वमै नाम चलेको प्रधानमन्त्री बालेन शाह भने, विश्वमा बालेन शाह चाहिँ मेयर हुँदै देखिसकेको छ यिनीहरूले। यिनीहरू राति सपनामा जुरुक जुरुक उठ्छ अरे भनेर भन्थ्यो नि, अहिले यिनीहरू 4 चोटि उठ्छ अरे राति सपनामा, बालेन बालेन भन्दै उठ्छ अरे क्या। तर्सिन्छ नि त। अनि बालेन यता हेरे पनि बालेन, भातमा हेरे पनि बालेन, पानीमा हेरे पनि बालेन, जहाँ हेरे पनि बालेन। सक्यो, कसरी जाने, के गर्ने अब? बाँध्ने उपाय छैन। हुँदै कि हुन्छ कि हुँदैन भन्नु त? हिजो शान 8-10 जना बडीगार्ड लिएर हिँडेको, चिल्लो चाप्लो गाडीमा राज्यको पैसा दोहन गरेर भ्रष्टाचार गरेर हिँडेको मान्छेहरूको हो आज के भयो तिनीहरूको दिन? आज सपनामा आउँदैन नि, सपनामा होइन विपनामा यिनीहरू बालेन बालेन बालेन। जब त्यो हामीले फिल्मतिर हेर्छौँ नि, झड्याङ झड्याङ उता पनि त्यही, आकाशवाणीमा पनि त्यस्तै देखेर बसेको छ यिनीहरू। बालेनले कति बेला ल्याएर घोक्रे खाएर लगाएर थुन्ला भनेर पाइपलाइनमा छ सबै, हो र? सब पाइपलाइनमा। यिनीहरू अनि पाइपलाइनमा होइन त, कमी कमजोरी कहीँ छ भने बाबु यो